Halo guys, यहाँबाट सबैको दिन पानी भन्ज्याङ है अहिले यहाँ फिलहालको स्कुलबाट बसेको गाडी हिँडेको छौँ अब यहाँबाट हामी डाउन टाउन अपार्टमेन्टको नजिक यहाँबाट हामी राइट लियौँ लेफ्ट स्ट्रेट बाटो छ राइट सर यहाँबाट हामी फेरि राइट लिन्छौँ एकछिनमा यहाँबाट गएर यहाँबाट हामी राइट लियौँ यहाँबाट ढोलाइटी पुग्नुपर्छ थोरै यो गाडी यहाँबाट फेरि लेफ्ट लियो हामी फेरि स्पिड कालो पाएन गाइस लाग्यो त कहाँ टिका भएर टिका भएर गाडी कतिसम्म गयो ल लाग्यो टिका भएर गाउँमा गएर ढेँडो खाने प्लान हुन्छ नास्तासम्म त्यहाँबाट हामी राइट दिन्छौँ हामी रिटर्न लिँदैछौँ ओह्रालो वेट भेट्यो नभए त कहाँ भेट्नु होला त गाडीलाई अब पऱ्यो कालो लाग्नुपर्छ हामी कालोले गाडीले फेरि डिस्टर्ब गरेछ ढिलो नै भइहाल्यो लाग्नु हुन्छ भने मैले सब काटिदिएँ बाटो यहाँबाट गोलभेडा लाग्यो ओ यहाँ गाडी स्पिड चलायो भिडियो कति गरेर हाल्छ बाटो हिँड्छ मलाई चलाउन अलिक गाह्रो भइरहेछ यहाँबाट चाहिँ हामी पिलाटी देखाउँछ है यो चाहिँ भटेराडाको पछाडिबाट भएको पेन्ट क्लासबाट हेरेर आएको त्यो पनि खिच्नु भयो यहाँ गएर तलको त्यो बिचमा त्यो सेतो बतेको हो त्यो घरहरू चाहिँ तल यो बिचमा पर्छ त्यो सेतो भन्दा माथिको हो यहाँनिर किलोमिटर भएको छ टावर पनि छ राम्रोसँग देख्न पाइन्छ त्यो पछि नेक्स्ट टाइम आयो भने चाहिँ कन्ट्याक्ट गाडीमा पिकनिक खान आउनु भएको सबैजना मान्छे त्यो होइन हामी हेरेँ अनि चाहिँ यो ठाउँको विशेष अवलोकन गराउँछ हामीले एउटा जानकारी पछाडि भिडियो चट्ट देखाएको एउटै च्यान भएको ठाउँको यतापट्टिको त्यो भटे डाँडाको पारा हो
अति नै सुन्दर छ। उहाँले सबै कुरा मलाई भन्नुभएको छ। यो चाहिँ हामीले भोइस रेकर्ड गरेको सजिलोको लागि अलिक केही नबुझेला भनेर। पार्क पुरै बुझ्दै धर्मको त्यो उहाँहरूले सजेको रहेछ है। के भन्छ पर्जाहरू के भन्छ झन्डाहरू जस्तो झन्डा नै भनौँ न त्यसले चाहिँ सजेको रहेछ। मलाई ठ्याक्कै भन्नु चाहिँ आएन। अति सुन्दर छ। यो ठाउँहरू अवलोकन गर्दै उहाँले यो ठाउँको बारेमा विशेष जानकारीहरू गराउनुहुन्छ। अति सुन्दर छ। जो कोही पनि जान सक्नुहुन्छ। नयाँ वर्षमा एकदम भिड छ। अनलाइन छ सबै छ। अति सुन्दर छ। राम्रो बनेको रहेछ चाहिँ हामीले हजुरहरू पनि जानु सक्नुहुन्छ। आउनु सक्नुहुन्छ है सबैलाई। यो पाहाडमा वेलकम छ है। वेलकम छ। खानसँग उता म डाँडा लगिदिनु तपाईँलाई अनि त्यो डाँडा लगिरहेछु अनि यो जस्तो त्यहाँ बन्द छ त्यो छिटो यता अब यो अझ क्लियर भएको छ नि त अझै पनि फिनिसिङ भएको छ माथिबाट चाहिँ त्यो सिट लाइन आएको छैन अहिले चाहिँ चलेको छैन माथि लैजान्छ यहाँ पार्कका छेउमा जिप लाइनको त्यो लाइनको ठाउँ छ त्यो चाहिँ हामीले अहिले चाहिँ पार्क मात्रै देखाइरहेको छ गाइस। नेक्स्ट टाइम त्यो आयो भने त्यो पनि देखाउँ है। उन्नाइस ना 119 अनि धेरै 20 पेजको एक्जाम त्यो वर्ष यो यहाँ मरेको ग्राउन्ड पुलिस नगौ भनेको माथिबाट चढ्दै चढ्दाखेरि अनि तपाईँको स्कुलहरू यस्तो छ राडा देख्न सक्नुहुन्छ है। यो माथि राडा भयो। अनि यहाँबाट कोडा लाग्छ कति किलो ठ्याक्कै थाहा छैन। हामी चाहिँ तल चढेर फेरि यति राम्रो देखेको जस्तै पहाडी यो डाँडा चाहिँ यो पुलचौकीको लेभल यही डाँडा यो एउटै डाँडा त्यहाँसम्म जान छ यो जस्तो अब यो डाँडा त तपाईँको यता चम्पादेवी सबै एउटै धन्यवाद देख्छ। बाटो अलि अप्रोच छ मुनिबाट म अगाडि भिडियो बनाउने तिलकजी जाने भएको बाटो देख्नु अगाडि अगाडि ढेँडो खाँदैछौँ हामी अहिले चाहिँ कलाएर जति लाग्छ खाँदा सुमनलाई भिडियो बनाएर चाहिँ उहाँले राशि बनाएर यस्तो मिठो छैन कि रायोको मासुसँग बसेको ढेँडो। त्यहाँबाट हामी चाहिँ अब काठमाडौँ लाग्यो अलिकति लास्ट भिडियो हामी बियर छेउसँग पनि थाहै हामी तिनजना सकायो हामी त्यसपछि हामी यहाँबाट यो चाहिँ तिलकजीको घर भातीजीको घरबाट मुनि अघि खाएको होटलबाट मुनिको डाँडा भयो यो चाहिँ यो माथि एक तल माथि बसेर खाएको। आजलाई यति नै हो हाम्रो भिडियो। बाइ ह्याप्पी न्यू इयर।